बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर। म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको जनता हो। तपाईँले देख्नु भएको छ त, शक्ति भनेको बन्दुक होइन, शक्ति भनेको जनता हो। अब तपाईँको पक्षमा जनता छैन, तपाईँले बुझ्नु होला। केही मान्छे त मुख छाड्ने राख्नु भएको छ अहिले पनि होइन। बडा बडा भेडा जस्ता अनुहार गरेर महिलाहरूले मुख छाड्छन्, रातभरि नसुतिकन विदेशमा गएर के बेचेर चाहिँ कसरी कमाइरहेछन् पैसा, अनि यहाँ सिकाउँछन् कहाँ के गर्छन् होइन। यहाँ गर्न नसकेर विदेश भागेका छ, अनि त्यहाँ बसेर हामीलाई गाली गर्ने मान्छे राखेको छ। तर जुन चिज भत्काउनु पर्ने थियो त्यो चिज भत्किएन, जुन नभत्काउने थियो त्यो पहिला भत्काइयो क्या। टिपी सेट थियो त्यहाँ भत्काउनु पर्ने। 16 जना मारवाडी, 10 जना नेपाली बिचौलियाहरू थिए। मैले भनेको थिएँ त, ब्याङ्क त्यसैको, लघु वित्त त्यसैको, सहकारी त्यसैको, व्यापार त्यसैको, व्यवसाय त्यसैको, इन्सुरेन्स त्यसैको, रिइन्सुरेन्स त्यसैको, गाडीका सोरुम त्यसैका, चामल ल्याउने त्यसैको, दाल ल्याउने त्यसैको, चक्लेट ल्याउने त्यही, विदेशबाट आएको हाम्रो रेमिटेन्स ल्याउने त्यही हो कि। यसका हामी लामबका छौँ।